अदरियामा चाहिँ हामीले यहाँ सरसफाइ अभियान गरिरहेछौँ। सो अहिले चाहिँ हामीसँग सानो टिम छ, पछि गएर अलि ठुलो टिम हुनेछ र हामी यहाँको फोहोर उठाइरहेछौँ। हेर्न सक्नुहुन्छ एकदमै धेरै फोहोर छ र यहाँको पसलहरूलाई पनि भन्नेछौँ आफ्नो अगाडि चाहिँ सफा गरिदिनु होला भनेर चाहिँ है। ल लेट्स गो। ल सबैजना चाहिँ हामी यहाँ एकछिन फोहोर उठाइरहेछौँ। यो फलफुल बेचिसकेपछि डस्टबिनमा हालिदिनु होला है, फोहोर नगरिदिनु होला यता। धेरै फोहोर छ कि थोरै एक ठाउँमा गर्ने बित्तिकै हामीले यति धेरै फोहोर 3 कट्टा छ, त्यो 3 कट्टै भरिन लागिसक्यो। A few moments later. चाहिँ ग्यालरीवालाहरूले चाहिँ मोबाइलको ग्लास युज गरिसकेपछि चाहिँ यसरी फाल्ने गरेको छ है साथीहरू, हेर्न सक्नुहुन्छ फोहोर। आफ्नो पसल यहाँ अगाडि ग्यालरीहरू छ। हो गाइज, यहाँ हेर्नुहोस्, यो हो हाम्रो नेपालको अतरियाको यो तरिका हो। एक डस्टबिन छैन, हुन त यहाँ नगरपालिकाले पनि यो साइडमा एउटा डस्टबिन राखिदिनु पर्ने हो, खास गरी चाहिँ होइन। एउटा डस्टबिन राख्ने, यहाँ डस्टबिनहरू राख्ने हो। डस्टबिन छैन यता, यो के हो यो यसरी फाल्ने होइन नि त नि। को दोकानवाला उता कस्तो होइन, ऊ दोकानवालाले। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, हामी यहाँ फोहोर उठाइरहेछौँ, यहाँबाट फोहोरहरू फालिरहेछन् है। यो चाहिँ भएन, यो चाहिँ अलि सुधार गर्नु पर्यो। यो अतरियामा चाहिँ यहाँ तलबाट आइसक्यो, बिचमा एउटा डस्टबिन छैन, फाल्ने पनि काम फुल भइसक्यो। यो हेर्न सक्नुहुन्छ, मकै बेचिरहेछन्, फालिरहेछन्। यहाँ हेर्न सक्नुहुन्छ कति राम्रो सिन छ चाहिँ यहाँ चाहिँ है। हामी भन्न चाहन्छु यसलाई चाहिँ अलि ठाउँमा डस्टबिन राखिदिनु पर्यो। यो आइसक्रिमको खोसेट्टाहरू तपाईँले चाहिँ डस्टबिन राख्नु भएको छ कि छैन? नमस्ते। एकै झिल्ली राखिदिनु होला। र यतापट्टि चाहिँ तपाईँकोमा फोहोर राख्ने छ कि छैन? छ कि राख्नु भएको छैन? राख्छु होइन। अब राख्नु पर्यो। यत्रो ठुल्ठुलो होटल खोलेर पसलहरू बनाएर। अब साथीहरू यहाँ हेर्नुहोस् है, यहाँ अगाडि यत्रो ठुल्ठुलो पसलहरू छ, यो नालीमा पनि ध्यान जाओस् है। यहाँ चाहिँ अलिकता सुधार गर्नु पर्यो। यहाँ चाहिँ यत्रो गन्दा आइरहेछ, मतलब यति धेरै गन्दा आइरहेछ कि मान्छे पनि छिर्न सक्छ, कुनै एक्सिडेन्ट हुन सक्छ। सो यसमा पनि ध्यान जाओस्। र पहिला चाहिँ के भन्न चाहे, डस्टबिन राखिदिनुहोस् सकिन्छ भने।